आदरणीय दर्शकवृन्द, हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदै पुनः म हेर्ने आँखा युट्युब च्यानलमा उपस्थित भइसकेको छु र हेर्ने आँखा युट्युब च्यानल आज मात्र हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर अनि छेउमा रहेको घन्टीलाई दबाएर हेर्ने आँखा युट्युब च्यानलसँग जोडिनुहोला र हेर्ने आँखा युट्युब च्यानलमा विभिन्न जानकारीमूलक भिडियोहरू लिएर उपस्थित हुने गरेको छु र आज पनि नेपाली सिरियल सकसको विषयमा भिडियो प्रस्तुत छ। सकस एक नेपाली सामाजिक तथा पारिवारिक सिरियल हो जसले नेपाली गाउँ समाजका यथार्थ समस्या र सङ्घर्षलाई अत्यन्तै नजिकबाट देखाउने प्रयास गरेको छ। सकस सिरियलको मुख्य विशेषता कथावस्तु सकसले गाउँ समाजको गरिबी, अशिक्षा, राजनीति, भेदभाव, अन्याय र बेरोजगारीका समस्याहरूलाई उजागर गर्छ। यसमा गाउँका मान्छेहरू बीचको सम्बन्ध, झगडा, प्रेम, दम्भ र द्वन्द्वलाई देखाइएको छ। एक साहसी महिला पात्र जसले अन्यायको विरोध गर्छिन्, गाउँको साहुजी जसको लालच र दम्भले गाउँमा समस्या निम्त्याउँछ, एक गरिबी परिवार सङ्घर्षले जसले गरिरहेको छ, गाउँकै युवाहरू जो सहरतिर काम खोज्न जान चाहन्छन्। सकस सिरियलले नेपाली ग्रामीण समाजको यथार्थ र समस्याले देखाउँदै मानिसहरूलाई शिक्षित र सचेत हुन प्रेरणा दिन खोजेको छ। सकस भन्नाले जीवनका सङ्घर्षहरूलाई जनाइएको छ। निर्माण पक्ष मास्टर टिभी युट्युब च्यानलबाट हरेक हप्ता प्रस्तुत हुन्छ। लोकप्रियता हाल गाउँका मानिसहरूले बढी रुचाउने सिरियल मध्ये सकस पर्छ। सामाजिक सन्देशले भरिपूर्ण भएकाले विभिन्न उमेर समूहका दर्शकहरूद्वारा हेरिने गरिएको छ। विशेषता वास्तविक गाउँको परिवेश, यथार्थ परक संवादहरू, पारिवारिक झगडा, सम्पत्ति विवाद, प्रेम र आशाको कथा। सकस नेपाली समाजको ऐना हो जसले हाम्रो गाउँ घरमा भइरहेका समस्या र तिनको समाधान खोज्ने प्रयासलाई देखाउँछ। मनोरञ्जन मात्र नभएर सन्देशमूलक पनि भएकाले यो सिरियल दर्शकहरूको मनमा बसेको छ। हस्त दर्शकवृन्द, यस्तै जानकारीमूलक भिडियोहरू लिएर पुनः म उपस्थित हुने नै छु। अहिलेलाई भने म ओजेल हुन चाहे। नमस्कार।